आज हामी एउटा यस्तो कविताको बारेमा कुरा गर्दैछौं जसले एकदमै कठिन समयमा पनि आशाको एउटा शक्तिशाली सन्देश दिन्छ। आउनुहोस् नाइजेरियाली कवि बेन ओक्रीका यी सुन्दर शब्दहरूको गहिराईमा डुबौं। यो कविता एकता र हामीले आफ्नो दृष्टिकोण बदल्दा आउने अद्भुत शक्तिको बारेमा छ। बेन ओक्रीको जीवन र उहाँका कामहरू आफैमा प्रेरणाको स्रोत हुन्। उहाँलाई बुझ्दा उहाँको कवितालाई अझ गहिरोसँग बुझ्न मद्दत मिल्छ। उहाँ हुनुहुन्छ सर बेन गोल्डन एमोबोहो ओक्री। उहाँको जन्म 15 मार्च 1959मा नाइजेरियाको मिन्नामा भएको थियो। उहाँका शब्दहरूले संसारभरिका पाठकहरूलाई छोएको छ र उहाँलाई प्रतिष्ठित बुकर पुरस्कारबाट पनि सम्मानित गरिएको छ। ल त कविको बारेमा थाहा पाएपछि अब कविताभित्रै प्रवेश गरौँ है त। यसको पहिलो खण्ड एउटा शक्तिशाली आह्वान हो, हाम्रो संसार र आफैलाई नयाँ आँखाले हेर्नको लागि एउटा निमन्त्रणा। कविताको सुरुवात यसरी हुन्छ: हे तिमीहरू जो मध्यरेखामा यात्रा गर्दैछौ, तिमी भित्रको नयाँ दुनियाँको दृष्टि चम्किलो होस्। यो सुरुवातले नै कस्तो विश्वव्यापी र गहिरो भावनाको सङ्केत दिन्छ होइन त? यहाँ कविको भनाइ के हो भने, हामी संसारको जुनसुकै कुनामा भए पनि हामीले बाहिरी संसारमा मात्र होइन, आफ्नै भित्र लुकिएको सम्भावना र उज्यालो भविष्यलाई चिन्नुपर्छ। यो एक किसिमले आफैभित्र खोज्ने आह्वान हो। अब अर्को पंक्ति हेरौँ। त्यस्ता आँखाहरूलाई जसले गरिदीको क्रोधसँग बाँचिरहेका छन्, जागृतिको युगको गौरव देखोस्। यो पंक्तिले त साँच्चै मन छुन्छ। हेर्नुहोस् है, यहाँ कविले गरिबीको क्रोध जस्तो कडा शब्द प्रयोग गर्नुभएको छ, जसले त्यो पीडाको गहिराईलाई देखाउँछ। तर त्यसको तुरुन्तै उहाँले जागृतिको युगको गौरवको कुरा गरेर आशाको किरण देखाउनुहुन्छ। यो दुःखबाट सुन्दरतातिरको यात्राको एउटा प्रतिज्ञा हो। अब कविता अलि फरक मोड लिन्छ। व्यक्तिगत दृष्टिकोणको कुराबाट उठेर कविता अब अझ ठूलो र बृहत विषयवस्तुतिर जान्छ। आउनुहोस् ओक्रीले कसरी एकता र साझा आशामा रहेको शक्तिको चित्रण गर्नुहुन्छ त्यो हेरौँ। तेस्रो श्लोकले भन्छ, हामी सबै आशामा धनी रूपमा जडित छौं, इतिहासमा बुनेका छौं जस्तो पहाडी डोरी। यहाँ पहाडी डोरीको जुन उपमा छ नि, यो साँच्चै शक्तिशाली र अर्थपूर्ण छ। यो भनेको हामी जोडिएका छौं मात्रै होइन। सोच्नुस् त, पहाड चढ्दा डोरीले के गर्छ? त्यसले साझा यात्रा, आपसी सहयोग र सुरक्षाको सङ्केत गर्छ। यसले भन्छ कि हाम्रो साझा इतिहास र आशाले हामीलाई एकअर्कालाई कठिन परिस्थितिमा माथि तान्न सक्ने शक्ति दिएको छ। अनि यही कुरालाई अझै प्रष्ट पार्दै भनिएको छ, सँगै हामी नयाँ उचाइमा पुग्न सक्छौं, हाम्रो हृदयको स्पष्ट प्रकाशले मार्गदर्शन गर्दै। यो एकदमै प्रेरणादायी छ होइन? एकताको शक्ति र हाम्रो भित्री विवेक अर्थात् हृदयको स्पष्ट प्रकाशलाई मिलाउन सकियो भने हामी असम्भव लाग्ने उचाइहरूमा पनि पुग्न सक्छौं भन्ने विश्वास यसले दिलाउँछ। अब हामी कविताको एउटा एकदमै महत्त्वपूर्ण भागमा आइपुगेका छौं। यहाँ कविले हाम्रो सोचाइ वा दृष्टिकोणमा आउने सानो परिवर्तनले कसरी ठूलो र वास्तविक भिन्नता ल्याउन सक्छ भन्ने कुरामा जोड दिनुहुन्छ। ध्यान दिएर सुन्नुहोस् है। जब दृष्टिकोण परिवर्तन हुन्छ, त्यहाँ धेरै फाइदा हुन्छ। दुःखको सट्टा सत्यको फूल फुल्छ। यो स्लाइडले यो विचारलाई कति सुन्दर ढङ्गले देखाउँछ। जब हामीले चीजहरूलाई हेर्ने तरिका बदल्छौं, हामी दुःखको चक्रबाट बाहिर निस्किएर सत्य र समझको अनुभव गर्न सक्छौं। यो भनेको पीडालाई सुन्दरता र ज्ञानमा बदल्नु जस्तै हो। अनि अर्को पंक्तिले त झनै गहिरो कुरा भन्छ। मानिसहरूको गरिबीभन्दा बढी कुरा छ, उनीहरूको काम, बुद्धि र सृजनाशीलता पनि छ। यो त साँच्चै हामीले बुझ्नै पर्ने सन्देश हो। कविले हामीलाई के सम्झाउँदै हुनुहुन्छ भने, कुनै पनि व्यक्तिलाई उसको आर्थिक अवस्थाले मात्रै परिभाषित गर्नु हुँदैन। त्यो सतही दृष्टिकोणलाई बदलेर हरेक व्यक्तिभित्रको काम, बुद्धि र सृजना गर्ने अद्भुत क्षमतालाई देख्न जरुरी छ। यहाँ कविले एउटा सामञ्जस्यपूर्ण र अर्थपूर्ण जीवनको लागि सुन्दर परिकल्पना प्रस्तुत गर्नुभएको छ। अन्तिम श्लोकले शान्ति र कोमलताका साथ भन्छ, हाम्रा जीवनहरूले रेखामा मेल खाओस्, समय र स्थानको माया भरेको फल उत्पादन गर्न। कविताको अन्त्यमा कस्तो मिठो कामना गरिएको छ होइन त? हाम्रो जीवन एक अर्कासँग तालमेलमा एउटा लयमा चलोस्, ताकि हामीले बिताएको हरेक पल र हामीले ओगटेको हरेक स्थानमा माया र सद्भावको मिठो फल फलाउन सकियोस्। त्यसो भए समग्रमा यो कविताले हामीलाई के भन्न खोज्यो त? छोटकरीमा भन्नुपर्दा तीनवटा मुख्य कुरा छन्।
पहिलो, आफ्नै भित्र र अरूमा नयाँ सम्भावनाहरू खोज्नुहोस्। दोस्रो, हामी सबै आशाको डोरीले बाँधिएका छौँ भन्ने बुझेर एक हुनुहोस्। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, आफ्नो दृष्टिकोण बदल्नुहोस्, किनकि यसले नै सबै कुरा बदल्न सक्छ।